26 घण्टाभित्र भारतले आक्रमण गर्ने पाकिस्तानको दाबी। दर्शकबिन, पाकिस्तानले भारतले 26 घण्टाभित्र आक्रमण गर्न सक्ने दाबी गरेका छन्। जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतले गरेको छ। सोही आधारमा भारतले पाकिस्तानमाथि 24 देखि 26 घण्टाभित्र आक्रमण गर्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चार मन्त्री उत्तालहल्लाले तरालले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गरेका छन्। आधारहीन र मगडन्ते आरोपको बहानामा भारतले आगामी 24 देखि 36 घण्टाभित्र पाकिस्तान विरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ। उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, मन्त्री तरालले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन्। भिडियो सन्देश यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जवाफ दिने चेतावनी पनि मन्त्री तरालले दिएका छन् र ती सबैका जिम्मेवार भारत हुने उनले बताएका छन्।